सम्पूर्णलाई नमस्कार। आज हाम्रो विशेष आज भान्जा भान्जीसँग भेटघाट र रमाइलो साथ हामी नगरकोटको चुलिङ्गे पुल लगायत झरनामा हामी सबैजना सम्पूर्ण फ्यामिली मेम्बरहरू हामी घुमिरहेका छौँ र हाम्रो भान्जीहरू र मोमो लगायत सम्पूर्ण अरू साथी पनि अन्य हुनुहुन्छ र हाम्रो भान्जीहरू रमाइरहेको छेड र अझै दुईवटा भान्जीको त कमी अवश्य छ। हामी स्मृति भान्जी खुसी भएर हिँड्दैछौँ र हाम्रो भान्जीहरू अब लगेर ट्रेकिङ गर्दै हाम्रो दाइ पनि हुनुहुन्छ र कान्छीहरू पनि रमाउँदै र म पनि भिडियो खिच्दै झरनाको ताल हामी अघि बढिरहेछौँ गाइज। अब गन्तव्यतिर पुग्न लाग्दैछौँ। हाम्रो जेठी भान्जी रमाउँदै बाई गर्दैछन् र हाम्रो सन्तोषी भान्जी पनि स्मृति भान्जी त कहिले पुग्नु जस्तो भइरहेको होला। भाइहरू लगिसके र बेला बेला म पनि खुसी भर्नेको छु झर्ना देख्दा। कान्छी भान्जीको सोनिया भान्जी ल स्मृति भान्जीको पनि लाग्छ ल सन्तोषी भान्जीको स्टाइलै छुट्टै छ। जेठी भान्जीको त छन् भन्नै नपर्ने ल मेरो भोपाल जुर खालको छ होइन। हाम्रो दाइ पनि मुस्कान कम्मरमा हात लगाएर झरनाको त्यसरी चाहिँ त जमजम नुहाउनु जस्तो पनि लागिरहेको छ। सम्पूर्ण आउनुहोला र हाम्रो भान्जीहरूको पोज र सबैजना खुसी ह्याप्पी आजको दिन र उता भाइहरू पनि नुहाउँदैछन् झरनामा। हाम्रो भान्जीहरूको भिडियो सन्तोषीको पोज हेर्नुहोस् गाइज। मेरो भान्जीहरूको दुईवटा भान्जीलाई मिस गरिरहेको छु बाहिरबाट पनि नेक्स्ट टाइम जाउँला भान्जीहरूको पोज नमा भिडियो खेल्न व्यस्त भान्जी र म त व्यस्त गाइज। सबैजना आउनु होला। नगरकोटको विशेष झरना हो ल मामालाई भिडियो खिचेर सम्पूर्णलाई बाई गर्दै ल अन्तिम चरणमा अब हाम्रो भान्जीहरू चुलिङ्गे पुलको पनि मजा लिइरहेका छन् गाइज। ती भन्दै दिशा त टुङ्गाउँदै फेरि बेच्ने बाचा गर्दैछ। धन्यवाद।